गाइज वेलकम टु माई न्यू ब्लग आई होप सबैजना सधैँ हुनुहुन्छ होला हामी पनि सोध्छौँ आरामै छौँ हामी चाहिँ लान्टाङ गाउँको नजिक आइपुगेका छौँ बेस क्याम्पमा यस्तो छ मौसम लान्टाङ हिमाल होइन त्यो चाहिँ लान्टाङ हिमालले अहिले घाम लागेपछि चाहिँ राम्रो देख्छ त्यो हामी चाहिँ यहीँ बस्यो हो उठ्या चाहिँ खतरा खाएको छ 10 चुरोट लोड गरेको लाम एक चुरोट लाग्छ मेरो त खतम बनाइदिएछ बिहानमा उना लास मजा आउँदो रहेछ यहाँ चाहिँ बेस्ट क्याम्प हामी बस्या चाहिँ यही नै हो यसमै बस्या हो यता चाहिँ दाइहरू सुत्नु भयो यता चाहिँ हामी सुतेको ओ टोली उठ गुड मर्निङ कोही साथीहरू चाहिँ सुत्दैछ हामी चाहिँ बेस्ट क्याम्पमा छौँ अब एकछिनमा चाहिँ हामी माथि पुग्छौँ जान्छौँ यो बाटो जानुपर्ने रे यो भर्याङ होला जाडो चाहिँ उल्का जाडो छ बिहानको भ्यू यो चाहिँ यस्तो बवाल छ चिसो चाहिँ लास्टै चिसो छ हेर्नुहोस् यस्तो छ हामी चाहिँ यो डाँडा माथि जाने हो चाहिँ बेस्ट क्याम्पबाट चाहिँ माथि सिमला चाहिँ जान लागिरहेछौँ बेस्ट क्याम्पबाट हिँड्यो साथीहरू कोही अगाडि पुगिसक्यो कोही आउँदै हुनुहुन्छ मैले नि टक्क ब्याग बोकेर हिँडिरहेको छु मेरो भागमा चाहिँ खाजा परेको छ हामी चाहिँ त्यो माथि डाँडामा पुग्नुपर्ने हो त्यो माथि डाँडामा दुईजना चाहिँ अगाडि नै पुगिसक्यो यहाँ चाहिँ लास्टै चिसो रहेछ क्या लास्टै चिसो छ त्यो माथि डाँडामा पुग्नुपर्ने हामी चाहिँ बाटोहरू यस्तो छ चिसो 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 मौसम चिसो माथि ठ्याक्कै जम्बी कस्पुर जस्तो क्या त्यस्तो छ क्या फर्स्टचोटि देख्दा चाहिँ त्यस्तै अनुभव भयो मलाई चाहिँ यस्तो हेर्नुहोस् माथि चाहिँ के कस्तो हुन्छ तपाईँहरूलाई देखाउनेछौँ हामी चाहिँ टक्क 7:30 भयो हिँड्न थालेको दुईजना चाहिँ अगाडि जानुभयो साथीहरू आउँदै पछाडि अब चाहिँ हामी जङ्गलको जङ्गलबाटै जान्छौँ जङ्गलको बिचबिचै त्यो माथि डाँडा पुग्नको लागि चाहिँ 4 घन्टा लाग्छ अरे 4 घन्टा चाहिँ लाग्छ अरे हामी चाहिँ 25 जना छौँ मान्छे 25 जना छौँ हामी चाहिँ 9 जना चाहिँ हाम्रो टोली भयो अनि 16 जना चाहिँ यहाँको नयाँ दाइहरू चाहिँ मिसिनु भएको छ 25 जना चाहिँ हामी माथि सिमला माथि जान लागिरहेको छौँ 25 जना चाहिँ हामी माथि डाँडा सिमलामा जान लागिरहेको छौँ अब जङ्गलको बिचबिचै जाडो छ तर आनन्द फिल भयो हेर्नु जङ्गलको बिचबिचै छ यस्तो छ गाह्रो छ जाडो छ जङ्गलको बिचबिच दुईजना चाहिँ उता पुगिसक्नु भयो म चाहिँ बिस्तारै हिँडिरहेको छु यस्तो छ मौसम
दाइहरू चाहिँ अगाडि हुनुहुन्छ 2 जना, अरू साथीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। कसरीमा होला यार नत्र यत्रो ठुल्ठुलो भयो। हामी करिब करिब 32 भन्दा 32 सयको त्यहाँबाट त भएन। अझ 1000 मिटरमा जान्छ। ल यहाँ हाम्रो सबजना साथीहरू चाहिँ हिउँदोमा मस्त होइन उकालो थकै बिर्सेर। हेलो ल भेना के छ हजुरले कस्तो लागिरहेको छ भन्नुहोस्। एकदम खुसी हुनुहुन्छ नि तपाईँ? एकदम नहुने कुरै भएन है। आयो 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 हिजो यहाँ चाहिँ बस्नु पर्ने के होइन होइन होला के भन्दा यो यस्तो हो यहाँ होमस्टे नै बनाउनु होला कि है। यहाँ झन् बबाल पनि तल के गाड हालिदिनु मन थियो त्यस्तो हाल्नु हुँदैन। त्यसको विरोधै हुनु पर्यो। त्यसको जहाँ पनि अप्ठ्यारा र कुना काट्दा केबुल गाएर जान थालेपछि अनि हिँड्ने कि हो या यस्तो छ। अझै हामी यो माथिको डाँडाको पल्लोपट्टि जानुपर्छ। अझै 2.5 घन्टा जति लाग्छ त्यो माथि पुग्न सिमली पुग्न चाहिँ। हामी चाहिँ 5 जना चाहिँ अगाडि आएको छौँ, 4 जना चाहिँ पछाडि आउँदै हुनुहुन्छ। यस्तो छ हेर्नुहोस् भिर। यहाँ चाहिँ बेस्ट क्याम्प बन्दै रहेछ। यस्तो रुखहरू हेर्नु न, साथीहरू हिँडिसके लाग्यो। हामी पनि बिस्तारै लाग्ने हो उकालो। झन्डै हामी बेस्ट क्याम्पबाट चाहिँ 40 मिनट जति चाहिँ हिँडिसक्यौँ। 4 घन्टा लाग्ने रे अझै छ। 3 घन्टा त हिँड्नै पर्छ माथि। हिमाल नै देख्छ यहाँबाट। हामी चाहिँ यही डाँडामा पुग्नु पर्ने हो। बल्ल आधा भयो, आधा नि भएन। यो डाँडा पुगेपछि चाहिँ आधा पुग्छ हामी, आधा बाटो। टोलीहरू जाँदैछन्। यस्तो छ। झन्डै हामी 35,000 अग्लो उचाइमा छौँ मिटर। यस्तो छ। यता चाहिँ जङ्गलको बिचबिच चाहिँ जानुपर्छ हामी चाहिँ। यस्तो छ बिस्तारै हिँड्नै नसक्ने रहेछ उकालो। बेस्ट क्याम्पबाट हिँडेदेखि नै उकालो। हट हेलो हेलो हेलो। हामी चाहिँ लगभग 35,000 माथि आइसकेको छौँ। आधा बाटो चाहिँ भयो। त्यत्रो 2 घन्टा हिँडेर चाहिँ बल्ल पानी खाने ठाउँ फेला पार्यो। अब खाजा पानी हुनेवाला छ। न त चिया पनि राख्नुहुन्थ्यो। यस्तो छ रुखहरू चाहिँ पुरा। हामी चाहिँ जङ्गलको बिचमा आइसक्यौँ। अब चाहिँ 1 घन्टा लाग्छ होला हामीलाई। 2 जना मात्र रहेछ, हामी चाहिँ तगडा रहेछ है हिँड्नलाई। अब 1 घन्टामा चाहिँ हामी माथि पुग्छौँ। यो डाँडाको उचाइमा पुग्छौँ। अनि त्यहाँबाट फेरि 2 घन्टा चाहिँ तेर्सै हिँड्नुपर्छ हामी। यस्तो हो, गाह्रो छ। बिस्तारै हिँड्ने हो। आज उतै हो नि त बास,
यता हेर बिस्तारै जाने टक्क गाह्रो छ रुखहरू यस्तो छ पुरा हेर्नुहोस् हिमाल त्यो लान्टाङ हिमाल हो त्यो चाहिँ लान्टाङ हिमाल हामी चाहिँ यो डाँडामा पुग्ने हो यो डाँडामा पुगेपछि चाहिँ आधा बाटो हुन्छ त्यहाँबाट 2 घन्टा फेरि हिँड्नुपर्छ हामी 2 घन्टा माथि फेरि हिँड्नुपर्छ हामी चाहिँ हेर्न कस्तो दामी फुल हो कि यस्तो दामी फुलहरू पनि छ कि यस्तो खतरा फुलहरू छ कि यस्तो छ हेर्नु हामी चाहिँ वहाँ तल छ बेस क्याम्प अब यहाँभन्दा छिटो चाहिँ हिँड्न सकिँदैन हामी बिस्तारै हिँड्नुपर्छ हामी गाह्रो छ हामीले चक्लेटहरू पनि ल्याएको कि चक्लेट नै हान्नुपर्ने हुन्छ हुन्छ चक्लेटहरू खाँदै गुलियाले यिनीहरू दिन्छ हेर्नु कस्तो छ अब हामी चाहिँ रेलिङबाट सुरु भयो हाम्रो यात्रा अब चाहिँ आधा घन्टामा चाहिँ हामी माथि पुग्छौँ त्यति लाग्दैन होला बिस्तारै बिस्तारै उकालो लाग्यो बाटो चाहिँ ठाड्डै रहेछ यस्तो छ हेर्नु करिब 3.5 घन्टा त हिँड्यो होला यार 3.5 घन्टा हिँड्यो पुरै खेल्न थालिसक्यो भर्खर 11 बजे 11 पनि बजे छैन यस्तो छ हाडै उकालो यार के हो उकालो छिचारेर बस्नु सक्दैन या टोलीहरू त छैन यार कता कता हामी 2 जना 3 जना चाहिँ अगाडि छौँ 9-10 जना चाहिँ पछाडि गाह्रो छ तपाईलाई बेस्ट क्याम्पदेखि यहाँ माथिसम्म आउन कस्तो अनुभव भयो बताइदिनुहोस् कतिको गाह्रो फिल भयो त्यही रमाइलो भयो अझै असली रमाइलो त माथि पुगेपछि हुन्छ त्यही हो गाह्रो दुःख मन त्यही लाग्यो भारी नि हामीसँगै गर्नु छ हामी नै अगाडि छौँ केटाहरू चाहिँ ऊ त्यो जङ्गलतिर छ केटाहरूको चाहिँ अत्तो पत्तो होइन त्यतै होला हामीले फोटो खिचेको थियो नि त्यहाँ आयो होला यस्तो छ भ्यू यहाँ चाहिँ क्लाइमेट चेन्ज हुन चाहिँ टाइमै लाग्दैन छ अहिले भर्खर उज्यालो घाम लागिरहेको थियो अहिले यस्तो छ हेर्नु न हामी चाहिँ 4,000-5,000 माथि मिटर अग्लो माथि आइसकेका छौँ यस्तो छ हेर्नु न आहा यस्तो हो क्या ताल छैन त हामी चाहिँ बल्ल बल्ल भने हामी चाहिँ बल्ल बल्ल एउटा गोठमा चाहिँ फेला पार्यो यहाँ त भिडाहरू नि होला यार भइदियो त धेरै यस्तो छ भ्यू हामी चाहिँ बल्ल बल्ल गोठमा आइपुग्यौँ
हामी चाहिँ अझै यस्तो उकालोबाट माथि जाँदै छ। चाहिँ बबालै हो क्या, अझै हामी 1.5-2 घन्टा त अझै हिँड्नु पर्ने छ। यस्तो छ उकालो बाटो, ग्रुप छ यहाँ चाहिँ। कोही टोलीहरू तलतिर कोही माथि पुगिसक्यो। हेर्नु न यत्रो हाइटमा आइसक्यो कि हामी। लास्ट गाह्रो छ यो उकालो हिँड्न चाहिँ। म नि अहिले त हिँडेको थिएँ, तर अहिले चाहिँ हिँड्नै सकिनँ। गाह्रो भयो, गाह्रो यस्तो छ। हेर्नुहोस् पुरै यो कुहिरोले गर्दा चाहिँ देखिएन क्या राम्ररी, नत्र बाबाले देख्छ यहाँ। यस्तो छ। यस्तो हेर्नु हामी चाहिँ धेरै माथि आइसक्यो। धेरै थाकिसक्यो। अझै यो डाँडाबाट नि उता यस्तो 2-3टा डाँडा अझै क्रस गरेर जानुपर्ने हुन्छ हामी चाहिँ। यस्तो छ हेर्नु, सिमला आइपुग्न लाग्यो। अझै 1.5-2 घन्टा त हिँड्नै पर्छ होला। यस्तो छ मौसम। साथीहरू चाहिँ तलबाट आउँदैछ। साथीहरू चाहिँ तलबाट आउँदैछ। यस्तो छ हेर्नु भ्यू। आहा तर क्लाइमेट चेन्जले गर्दा चाहिँ एकछिना घाम लाग्यो नि एकछिना पानी आउनु गइरहेको, के अरे एकछिना घाम लाग्यो नि एकछिना कुहिरो लाग्यो नि गइरहेछ। साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। हेलो हेलो बाटो छोडेर कुबाट दौडिएछ। हामी चाहिँ लगभग आइपुग्यौँ। अब एकछिनमा चाहिँ आधा घन्टा 1 घन्टामा चाहिँ हामी पुग्छ। यो चाहिँ गणेश हिमाल हो। यो डाँडा उतापट्टि चाहिँ लान्टाङ हिमाल छ। स्टोरी 2जना चाहिँ तलबाट आउँदै हुनुहुन्छ। डाँडा कट्नुपर्ने हुन्छ हामी। हो हजुर माने चाहिँ होला यहाँ। गाई छ। हामी चाहिँ लगभग आइपुग्यौँ अब सिमला। हेर्नुहोस् भ्यू स्वर्ग हेर्ने हो गाई। मैले गेसै गरेको थिएँ कि डाँडा यो त पछाडिपट्टि लगाएको थिएँ। ल हेर्नु ठ्याक्कै यो डाँडाको डाँडा कहाँ तल फाइनल्ली